हेलो साथीहरू नमस्ते। यहाँ देख्नुहुन्छ मेरो मुटुको टुक्रा चाहिँ त्यहाँनिर कतिखेर पालो आउँछ भनेर पर्खिरहेको छु। उसकै पालो जस्तो गरेर 1-1.5 घन्टा भइसक्यो त्यो ढोकाको छेउमा उभिएको। आएर छेउमा बस न भन्दा पनि छैन होइन। हामी चाहिँ अब त्यति साह्रो क्यामहरू धाउँदैनौँ। पहिला पहिला त गएको थिएँ, तर कति वर्षमा आज जाँदाखेरि बिर्सिम कि कता कता जाने भने त्यहाँ बल्ल तल्ल 2 घन्टा लगाएर पालो आएको थियो। त्यहाँ होइन अरे। त्यसो भएपछि ओरलको त जानु डेन्टिस्टकोमा भनेर पठायो, मुखभित्रको घाउ भनेर। अनि यहाँ मेरो छोरा पसेर जचाउनु हुँदैछ है। अनि त्यसपछि चाहिँ हामी बल्ल तल्ल सबै जचायौँ। 3-4 घन्टाको बादको क्रममा थाकेँ, बसै गर्दाखेरि म चाहिँ पालो डुङ्दाखेरि। अनि त्यसपछि कस्तो घर आइसक्दाखेरि तल लाग्यो। त्यसपछि चाहिँ मैले अहिले चाहिँ बटनमा मही पाउँदैछ, जीवन विकास मही, त्यही मही लिएर म चाहिँ यसरी भरिङमाथि चढ्दैछु। गर्मी खाँदै, एकदम गर्मी हुन्छ नि त, कोखलाई पर छोडेर अब चाहिँ सबैजना हामी नेपाली चाहिँ महीले आफ्नो देशको उत्पादनलाई चाहिँ गर्नुपर्छ। मही स्वास्थ्यको लागि पनि राम्रो हुन्छ गर्मी महिनामा है। अनि एक-एकवटा मही लिएर आएँ। मैले चाहिँ छोराले पनि गर्मी भयो भने, अनि त्यसपछि चाहिँ हामी चाहिँ अब यसरी मही खाएर चाहिँ खानपान खाउँछौँ है साथीहरू। नबुझ्दोको पीडा पनि धेरै नै हुँदो रहेछ क्या, एकदम बुझ्न सकिएन नि त। त्यहाँ पालो एक ठाउँमा लगायौँ, अनि एक ठाउँ गर्दाखेरि पनि धेरै गाह्रो भयो हामीलाई चाहिँ।